Hello everyone, म विनोद विक्रम थापा and I welcome everyone to my YouTube channel. आज म हेटौडा आएको छु। हेटौडाबाट अलिकति अगाडि राप्ती पुलको पारिपट्टि हाइवेको छेउमा रहेको छ एउटा राम्रो सुन्दर पार्क, बुद्ध पार्क। आज म त्यो पार्कको भिजिट गराउन जाँदैछु तपाईहरुलाई। सो लेट्स गो। यही हो है, यही अगाडि रोके। सो हामी ठ्याक्कै यो पार्कको इन्ट्रेस्ट गेट लिएर आइसकेका छौँ। हामीले यहाँनिर स्कुटरलाई यहाँनिर पार्क गरेर अगाडि बढ्नेछौँ। पार्क गर्नको लागि कुनै चार्जहरू लाग्दैन यो ठाउँमा। ठ्याक्कै हाइवेको छेउमा छ है यो ठाउँ चाहिँ, एकदमै कतै भित्र जानु पनि पर्दैन, हाइवेको छेउमा छ। आई थिङ्क यु गाइज हेभ बिन टु दिस प्लेस मेनी टाइम्स। आज म तपाईँहरूलाई यसको माथि गएर यसको वरिपरिको सबै इन्भाइरोमेन्ट देखाउने वाला छु। सो अगाडि बढ्दैछौँ। चारैतिर हरियाली छ र त्यहाँमा झन् यो रङ्गीचङ्गी फुलहरूले चाहिँ त्यहाँमा चाहिँ ब्युटीलाई एड गर्ने काम गरेको छ। इट लुक्स पर्फेक्टली अमेजिङ। स्ट्रेट स्टेयर छ अगाडिपट्टि एन्ड वी आर मुभिङ। यहाँबाट देख्न सकिन्छ तलपट्टि इस्ट वेस्ट हाइवे रहेको छ। हाइवेको छेउमा छ, धेरै टाढा पनि छैन यो ठाउँ चाहिँ। एन्ड अगाडिपट्टि देख्न सकिन्छ गौतम बुद्धको ठुलो स्ट्याचु रहेको छ यहाँनिर। भर्खरै बनाएको पार्क हो यो, धेरै लामोसम्म पनि भएको छैन, त्यही भएर एकदमै न्युली लुक्स छ यसको। हाम्रो गौतम बुद्ध नेपालमै जन्मेका गौतम बुद्ध, यो संसारलाई थाहा भएको कुरो हो। तर पनि यहाँ केही ग्रुप्सहरू छन् who claims that Buddha was born in other country. अगाडिपट्टि चाहिँ के कुन ठाउँ हो यो, यहाँ बस्ने ठाउँ पनि रहेछ यहाँनिर। जस खास गरी भन्ने पनि यो हाइवेमा लङ डिस्टेन्स ट्राभल गरिरहने ट्राभलर्सहरूले चाहिँ छेउमा बाइकलाई रोकेर चाहिँ माथिपट्टि आएर यो ठाउँमा एकछिन रेस्ट गरेर चाहिँ जान सक्नुहुन्छ। यो चाहिँ एकदमै रेस्ट गर्नको लागि राम्रो ठाउँ छ, शान्त छ यो ठाउँ चाहिँ। हुन त बुद्ध भगवान् भन्ने बित्तिकै शान्त भन्ने कुरा दिमागमा आउँछ मेरो चाहिँ है। एकदमै पिस जोन यो चाहिँ। यहाँबाट माथि जाने ठाउँ छ अन माई राइट, उता लेफ्टतिर पनि छ है जाने बाटो चाहिँ। म चाहिँ यता राइटतिरबाट माथि जाँदैछु। सो गाइज यु क्यान सी अगाडिपट्टि नेपालको झन्डा रहेको छ। नेपालको झन्डा वो म के देखिरहेको छु, वाट इज दिस म्यान। नेपालको झन्डा च्यातिएको अवस्थामा रहेको ठाउँमा म यसको जनप्रतिनिधिहरूको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु यो भिडियोबाट। नेपालको झन्डा च्यातिएको छ, यसको तुरुन्त यसको यो झन्डाको मर्मत गरियोस्। म अझै माथि आइसकेको छु। यहाँ माथिपट्टि चाहिँ एउटा यो बाटो छ। यो बाटोको छेउमा ढुङ्गामा हात्तीको चित्र बनाएको छ यहाँनिर। उता अगाडिपट्टि हरिणको चित्र पनि रहेको छ। यो बाटोबाट सिधै अझै माथिपट्टि उतापट्टि गयो भने चाहिँ पाथिभारा मन्दिर रहेको छ। त्यो मन्दिरको जाने बाटो हो यो चाहिँ। धेरै टाढा पनि छैन यहाँबाट, अलिक उकालो छ तर यहाँबाट 4-5 किलोमिटर माथि रहेको छ। सो यहाँबाट देख्न सकिन्छ यो डाँडाबाट तलपट्टि राप्ती खोला, त्यसपछि हाइवे एन्ड चारै यो मेरो दायाँ बायाँतिर रहेको यो पिङ्क कलरको फ्लावर एकदमै दामी लुक्स दिएको छ यो ठाउँलाई चाहिँ। सो बाटोमा यो हाइवेमा ट्राभल गर्ने जोस् ट्राभलर्सहरूले चाहिँ यो ठाउँमा आएर चाहिँ एकछिन रेस्ट गर्न सक्नुहुन्छ, आनन्द लिन सक्नुहुन्छ। एकदमै शान्त पिसफुल ठाउँ छ यो चाहिँ। यहाँबाट फेरि पनि देख्न सकिन्छ अगाडिपट्टि गौतम बुद्धको स्ट्याचु रहेको छ, हाइवे, त्यस पछाडि राप्ती खोला। सिमरामा अलिकति गर्मी भएर आज यसो डुल्दै यो ठाउँमा आएको छु म चाहिँ। म मेरो देशको झन्डा देख्दैछु, च्यातिएको अवस्था छ। यो एकदमै लाज मर्दो कुरो हो है। यो बाटोमा हिँड्ने मान्छे, बाहिरका मान्छे देख्दा पनि एकदमै सेमफुल कुरा यो चाहिँ। यसको तुरुन्त यसको चेन्ज चाहिँ गर्न जरुरी छ। देशको झन्डा च्यातिएको अवस्थामा छ यो चाहिँ है। अब म यहाँ लेफ्ट साइडबाट तल झर्दैछु।
म अब 1-2 हप्तापछि यो ठाउँमा फेरि पनि आउँदैछु। म आउँछु अवश्य पनि। र आउँदाखेरि म यो ठाउँमा एउटा चेन्ज देख्न चाहन्छु। त्यो चेन्ज चाहिँ के हो भने त्यो नेपालको झन्डालाई चेन्ज गरेको देख्न चाहन्छु म। यहाँनिर सानो पोखरी पनि रहेछ। आई थिङ्क दिस इज अ लोटस फ्लावर हो। फुलेको छैन, पातहरू रहेको छ। यसको फुल्ने सिजन चाहिँ कहिले हो है, पत्ता लगाउनु जरुरी। सो यो धेरै ठुलो पार्क त होइन। यसलाई म जस्ट यो बाटो हुँदै म कतिचोटि हिँडेँ, तर यो ठाउँमा पहिलोचोटि आउँदैछु। एकदमै ठुलो स्ट्याचु रहेको छ गौतम बुद्धको, शान्तिको प्रतीक। आई स्पेन्ड सम टाइम हियर, केही समय बिताएँ मैले यहाँनिर। एकदमै पिस महसुस भएको छ यहाँनिर। यो ठाउँ एकदमै आनन्द, एकदमै पिसफुल ठाउँ रहेछ यो चाहिँ। मैले यसमा हो हल्ला यताउति केही पनि देखेको छैन। सो नाउ आइ एम अन द वे, आइ एम मुभिङ डाउन। तल झर्दैछु म अब। सो यो बुद्ध पार्कको एउटा सानो टुर मैले गराएँ तपाईँहरूलाई। सो whenever you pass by this highway, must visit this beautiful place. Have some quality time here in the peaceful zone. तल हाइवेमा आइसकेको छु म अब। So it's time to go home. I'm leaving this short video in my YouTube channel for you all. Please do watch it. And see you in the next video. Thank you.